नमस्कार। आज मिति 2083 साल असार महिनाको 27 गते आज हामी भ्रमणको सिलसिलामा कास्की जिल्लाको रूपा गाउँपालिका अन्तर्गत यो तालमेसी भन्ने ठाउँमा आज हामी यहाँ उपस्थित भएका छौँ। भ्रमणको लागि, यो ठाउँको अवलोकनको लागि हामी यहाँ उपस्थित भइरहेका छौँ। हाम्रो ज्वाइँ साहब, मेरो भाइ साडु भाइ, अर्को साडु भाइ अनि अर्को बाबु लगायतका हामी 15-16 जनाको टोली यहाँ उपस्थित भएका छौँ। र यहाँको चाहिँ प्रमुख विशेषता भनेको यहाँ चाहिँ एउटा यो तालको विस्तार अभियान पनि यहाँ चलिरहेको रहेछ। र यही क्रममा चाहिँ यो तालको विस्तार अभियानको काम थालनी हुँदाहुँदै हुने क्रममा चाहिँ एउटा जामुनको रुखबाट चाहिँ यो एउटा अनौठै घटना चाहिँ यहाँ देख्न पाइयो। र यहाँ चाहिँ जामुनको बुट्टाको काटेको ठेट्नुबाट चाहिँ पानीको मूल पलाएको रहेछ। र यहाँ हेर्नको लागि एकदमै अनौठो र एकदमै नौलो किसिमको वातावरण चाहिँ यहाँ पाइयो। र हामी चाहिँ वास्तवमा चाहिँ यो रूपाताल हेर्न भनेर आएका थियौँ। हामी यो ठाउँमा आइपुग्दाखेरि यो रूपाताल हो भन्दा पनि सुन्यो, तर वास्तवमा यो रूपाताल नभएर तालमेसी रहेछ। रूपाताल भनेको यहाँबाट लगभग 1 किलोमिटर जति दक्षिणपट्टि रूपाताल रहेको रहेछ। हामी रूपातालमा पनि अब अवलोकन गर्न जाने क्रममा छौँ। र हामी साथी सबैजना यहाँ जुट्नलाई हामी यहाँ कुरेर बसिरहेका छौँ। सबैजना जुटिसकेपछि सायद हामी चाहिँ यो रूपातालको अवलोकन गर्न जाँदैछौँ। र यो एउटा नौलो ठाउँमा चाहिँ हामी यहाँ उपस्थित भएर आज यो अवलोकन गरिरहेको अवस्था रहेको छ। हस् त, नमस्कार, धन्यवाद।